सम्पूर्णमा नमस्कार। बाबा बाख्रा सार्दै हुनुभएको छ। यसको पाडो बसेको छ यतारी गएर चाहिँ यता यो पाडो हो राँगा बाख्रा भित्रपट्टि खसी छ पारी र पारी हो यो। मामा घर हाम्रो यो मामा घर कुल मन्दिर हुने मामा र कुल देवताको मन्दिर। यो चाहिँ हामी पहिले सानोमा जङ्गल जाने जङ्गल हो यो। यसमा हामी दाउरा घाँस गर्थ्यौँ जङ्गलमा। त्यो टावर यो टावर हुन् बेसर नगरपालिकाले लेखिरहेको छ। यो वन जङ्गल हाम्रो बेसी सफा। हाम्रो बजार यतारी जान्छ बजार यताबाट गएपछि यता बजार देखिन्छ। कति राम्रो फुल हेर्न सक्नुहुनेछ। यस्तो राम्रो राम्रो फुल छ। बाख्रा चलिरहेको छन्। बाबाभित्र काम गरिरहेको हुनुभएको छ। फुल मकैबारी अहिले मकै बेसरी राम्रो भइरहेको रहेछ। हाम्रो खलगरको मकैबारी राम्रो छ। त्यो नास्पातीको बोट एउटा नास्पातीको बोट मर्यो। एउटा तलतिर सानो भइरहेको छ नास्पाती। त्यसमा 10-12वटा मात्र फलेको छ। बाबाले खसी बाँध्दै हुनुभएको छ। आमाले बाख्रालाई खानेकुरा दिइरहनु भएको छ। आमा बाख्रालाई खानेकुरा दिनुभयो? खसी कति राम्रो खसी छ। दसैँमा काट्ने हो नि यो खसी। बाख्रालाई खानेकुरा दिइरहनु भएको छ। बाबा बाख्रा सार्दै हुनुभएको छ। बनाइदिएको मेरो खुट्टी तिनमा त कहाँ हुन्छ त। खसी पाठालाई खाना दिँदै हुनुभएको छ आमा। खसीले आफ्नो खानेकुरा मन पराइरहेको छैन। बाख्रालाई चाहिँ मन परेको रहेछ। खसीलाई चाहिँ अलिक मन परेको। गएर आउँदै आउनुभएको छ बाबा। बाख्राले दाना पानी खाइरहेको छन्। बाबा काम गर्दै हुनुभएको छ। हस् त बाई बाई। सम्पूर्णमा नमस्कार।